नमस्ते सबैजनालाई मेरो युट्युब इन्फर्मेसन च्यानलमा म फेरि नै उपस्थित भइसकेको छु आइपिओको बारेमा इन्फर्मेसन र जानकारी लिएर। साथीहरू, आजको बसाइसरमा एउटा नयाँ कम्पनीले असार 16 गतेदेखि आफ्नो आइपिओ राइट सेयर जारी गरेको छ। त्यो कुन कम्पनी हो, कति किता राइट सेयर जारी गरेको छ, कसले अप्लाई दिन सक्छन् र यसको बुक क्लोज डेट कहिले भएको छ भनेर सम्पूर्ण जानकारी मैले तपाईहरुलाई यस भिडियोमा दिनेछु। कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईं मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। अब ढिला नगरी लागौं भिडियोतर्फ। साथीहरू, तेहतुम पावर कम्पनी लिमिटेडले असार 16 गतेदेखि राइट सेयर निष्कासन गर्न तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको 100% राइट सेयर निष्कासन गर्न लागेको हो। अर्थात् हाल कम्पनीले 1 किता सेयर बराबर नयाँ 1 किता अनुपातमा राइट सेयर निष्कासन गरेको छ। यस अनुसार कम्पनीले 40 करोड रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँ अंकित मूल्यका दरले 40 लाख किता राइट सेयर निष्कासन गरेको छ। राइट सेयर निष्कासन पूर्णनाथ कम्पनीले जेष्ठ 5 गते बुक क्लोज गरेको थियो। यस अनुसार जेष्ठ 4 गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले सो राइट सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको राइट सेयरमा साउन 4 गतेसम्म आवेदन दिन सकिनेछन्। भन्नुको अर्थ यो कम्पनीले तेहतुम पावर कम्पनी लिमिटेडले आफ्नो राइट सेयर तपाईको असार 16 गते खोलेको छ र यसको जुन लास्ट मिति छ, लास्ट दिन छ, त्यो हो तपाईको 4 गते। साउन 4 गतेसम्म तपाईले आवेदन दिन सक्नुहुनेछ। राइट सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इन्स्योर रेटिङ BB प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दरहेछ। कम्पनीको राइट सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। सेयर धनीहरूले बिक्री प्रबन्धकका साथै नबिल ब्याङ्कका छत्तर म्याङ्गलुङ, फेदापर, सङ्क्रान्ति बजारे शाखा कार्यालय तथा कुमारी ब्याङ्कको मेन्चेयम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन्। त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आसपा सेवामा सहभागी ब्याङ्क तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने। हाल कम्पनीको चुक्ता पुँजी 40 करोड रुपैयाँ रहेको छ। राइट सेयर निष्कासन तथा बाँडफाट पश्चात कम्पनीको चुक्ता पुँजी 80 करोड रुपैयाँ पुग्नेछ। राइट सेयर निष्कासन गरी संलग्न भएको राइट रकम कम्पनीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानीका लागि प्रयोग गर्नेछ। हाल कम्पनीको माछापुच्छ्रे ब्याङ्क, नबिल ब्याङ्क, ग्लोबल आइमी ब्याङ्क गरी 3 ब्याङ्कमा 92 करोड 61 लाख 37,710 रुपैयाँ 4 पैसा लोन रहेको छ। राइट सेयर सङ्कलन भएको रकममध्ये 16 करोड रुपैयाँ माछापुच्छ्रे ब्याङ्कमा भुक्तानी गरिनेछ भने नबिल ब्याङ्क र ग्लोबल आइमी ब्याङ्कमा 12 करोड भुक्तानी गर्नेछ। साथीहरू, यो थियो तपाईको जुन कम्पनीको राइट सेयर इस्यु भएको छ, जारी भएको छ, तेहतुम पावर कम्पनी लिमिटेडको बारेमा। मैले तपाईहरुलाई यो भिडियो मार्फत जानकारी दिलाएँ। कहिलेदेखि राइट सेयर खुलेको छ, कहिलेसम्म अप्लाई गर्न मिल्छ, कसले अप्लाई गर्न मिल्छ र यसको बुक डेट कहिले क्लोज भएको छ भन्ने सम्पूर्ण जानकारी तपाईले पाउनुभयो। साथीहरू, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? एकचोटि लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि म अर्को भिडियोमा उपस्थित हुनेछु। जय नेपाल, धन्यवाद।